हेलो साथीहरु, म चाहिँ आज मिल्क टी बनाउन गइरहेको छु। यो चाहिँ मलाई एकदम मन पर्छ। अब मिल्क टी चाहिँ मैले कसरी बनाउँछु मेरो नेपाली स्टाइलमा हजुरहरुले हेर्न सक्नुहुनेछ। मैले चिया पकाउने दिउरे पनि बसालिसकेको छु, ग्यास पनि अन गरिसकेको छु। सुरुमा चाहिँ मैले तताएँ, दुध पनि तातिसकेको छ। अब चाहिँ मैले यसमा भर्खरै काटेर राखिसकेको अदुवा राखिदिन्छु। त्यसपछि दालचिनी पनि राखिदिएँ साथीहरु। आज चाहिँ एकदम मौसम चिसो छ। मेरो बुढीलाई एकदम मन पर्ने खाना हामी यहाँ बनाउन गइरहेको छौं। यो सरल, छिटो अनि हाम्रो लागि एकदमै प्यारो चीज हो। खाजाको रूपमा हामीले लिन्छौं हैन, एउटा छोटो टक्क ब्रेक रूपमा अनि एकदम मन पर्छ। अनि स्पेशली मेरो बुढीलाई अब हेर्नुस्, इनले अब चाहिँ चुलो खोलेर इनले चाहिँ भाँडो बजाएर अनि पानी उमालेर दुध पनि हालिसकिन्। अब ल हाम्रो छोरीले फेरि ब्याकग्राउन्डमा रमाइलो गरिरहेछिन्। अब यहाँ चाहिँ के हाल्न बाँकी छ बुढीलाई भन त? अब लङ र सुक्मेन हाल्दै छु। ओके, त्यसपछि चिनी बाबा अनि चियापत्ती ओहो खतरा होला छ आज तिम्रो चिया त नि त। ल अब यसलाई चाहिँ सानो ग्यासमा चाहिँ उमाल्न दिने, त्यसपछि यो रेडी हुन्छ। सबै हाल्यो भने मरमसला चियाको लागि। आज चाहिँ हामीले चाहिँ आजबाट चाहिँ नयाँ सुरुवात। अब चाहिँ जे पकाए पनि जे खाए पनि भिडियो बनाएर टक्क मेमोरी होस् भनेर अनि चाहिँ अब बुढीको युट्युब च्यानललाई पनि ग्रो गर्नु पर्यो। आज हामीले भिडियो बनाउने क्रममा हाम्रो छोरी एकदम उत्साहित छिन् र हामीले के गरेछौँ भनेर अचम्म मानेर हेरिरहेछिन्। ल अब एकछिनमा तपाईलाई म अर्को पनि देखाउँछु है त। ल साथीहरु, हाम्रो चिया चाहिँ उम्लिन सुरु भइसकेको छ। यसलाई चाहिँ म चलाउँदै पकाउँदै छु। यो पोखिन सक्ने डर हुने भएकोले चाहिँ चलाउँदै पकाउनु पर्ने हुन्छ। यसलाई अब एकछिन मजाले उमाल्छु। ल साथीहरु, हजुरहरुले हेर्न सक्नुहुनेछ हाम्रो चिया चाहिँ उम्लिसकेको छ। यो चाहिँ पोखिन सक्ने डर भएकाले चाहिँ मैले चलाउँदै पकाइरहेको छु। यसलाई चाहिँ एकछिन अब मजाले उमाल्छु मैले। ल साथीहरु, यसरी चाहिँ हाम्रो चिया रेडी भइसकेको छ। यसलाई चाहिँ म कपमा राख्न गइरहेको छु। कलर पनि कस्तो राम्रो आइसकेछ। वाउ, दामी चिया बनाइदियो त आज त। खतरा होला रहेछ यो चिया त। हेर्दैमा मिठो होला जस्तो छ। ल साथीहरु, हामीले चाहिँ अब चिया र पफ खान लागिरहेका छौं। हजुरहरु पनि यसरी नै बनाएर खान सक्नुहुनेछ। धन्यवाद।